안녕하세요. नमस्कार. म हुँ तपाईको कोरियन भाषा प्रशिक्षक राज खड्का। आज हामी नयाँ एडभान्स बुकको सिप ओभा कि 15 लेसनमा रहेर छंगो अध्ययन गर्नेछौँ। आजको छंगो रहेको छ हानगुक कोरिया 1 को कोरियाको छन्थुङ परम्परागत इसाङ भनेको पहिरन अथवा कपडा हो। कोरियामा चाहिँ परम्परागत पोशाकहरु चाहिँ के थियो त? जस्तै हाम्रो परम्परागत पोशाक भनेको दौरा सुरुवाल हैन, ढाका टोपी, गुन्युचो भनेजस्तै कोरियाको चाहिँ के थियो त्यसको बारेमा पढ्नेछौँ। ठीक छ? यहाँ हेर्नुस्, हानगुक चाहिँ हानगुके कोरियाको छन्थुङ भनेको परम्परागत अथवा लोक भन्न नि सकिन्छ, धेरै पहिलाको क्या चल्दै आएको इसाङमिदा पहिरन हो। हानगुक चाहिँ कोरियाको परम्परागत पहिरन हो। हानगुक चाहिँ सेक्साङ भनेको कलर, यो कलरलाई हामी सेक भनेर पनि भन्छौँ, त्यसैगरी सेक्काल पनि भन्छौँ र अर्को सेक्साङ भन्न नि सक्यो है। सेक्साङी कलरहरु चाहिँ हरियो आधा भनेको शानदार हुनु, चम्किलो हुनु, आकर्षक हुनु भन्ने हुन्छ है। हरियो आधा भनेको शानदार हुनु, चम्किलो हुनु, त्यसैगरी आकर्षक हुनु भन्न पनि सकियो ल। आकर्षक हुनु। अनि हरियो हाम्य भनेको तैदै र भन्ने अर्थ लाग्छ। आकर्षक हुन्छ र डिजाइन भनेको डिजाइन उवाहारा भनेको के हो भने मर्यादितपूर्ण है, मर्यादित खालको अथवा सभ्य खालको आरुन्दा सुन्दर हुन्छ, मर्यादितपूर्ण सुन्दर हुन्छ। खुरेछ त्यसैले हानगुक कोरियन सारान्दरुन मानिसहरु चाहिँ जुल्ले किनायो भन्ने जनायो कोरियन मानिसहरु चाहिँ सल्लाल वा खेरोन्सिक भनेको विवाह समारोह वा खाची